आज चाहिँ फेरि मैले कौशी खेतीमा ल्याएको छु। यो सिबी रोप्छु। अब चाहिँ पुरा पानी पर्न थालेको छ। अब अस्ति जुन हामीले चाहिँ चैतमा रोपेको जस्तो राम्रो सिबी हुँदैन, पानीले कुटेर कुटेर उम्रिँदा नि मार्छ क्या। अनि अस्ति रोप्नुपर्ने रायोको बट्टा खाली भएको करिब 10 दिन नागिसक्यो है। त्यतिकै अल्छी गरेर नरोपिकन यहाँनिर चाहिँ हाम्रै बन्दाहरू खतरनाक फलिरहेछ नि। अस्ति नै आज यसपालि हामीले 5वटा काट्यौँ। एकचोटिको 3टा काट्यौँ है। एकचोटि एउटा एउटा लगेर काटेर खाइयो। अनि यस्तो छ, मान्छेहरू अब साग सब्जी टिप्न आफ्नो बारीतिर कुद्छन् होइन, तल भुइँतिर जमिनतिर। हामी चाहिँ यसरी कौशी खेतीतिर आउँछौँ है, कौशी खेतीतिर। अनि मेरो चाहिँ अकबरीहरू पनि अब यो 1G कटिङ गर्ने बेला भएछ, तर अलिकति लामो बनाउँछु। यसको चाहिँ गर्दा नि हुने रहेछ है, अलि लामो होस्, किनकि यो यसको पातहरू चाहिँ धेरै बुस्सी भएर क्या, पोहोर अलिकति फङ्गस लागेको जस्तो पनि लाग्यो। यसरी पातहरू चाहिँ हटाइदिनु पर्यो मुनिको। धेरै बुस्सी हुँदा नि फङ्गस आउँछ नि त। अनि यहाँनिर क्या, यहाँनिर हो रायोको साग कहिले खाली गरेको हेर्नु न। अस्ति यहाँ 2 भित्ताको सिबी भइसक्थ्यो। अनि हाम्रो चाहिँ यहाँनिर चाहिँ यो यसपालि यो भएन नि त। अहिले चाहिँ अलिअलि आउँदैछ होइन भिन्डी। नभए चाहिँ भिन्डी सबै फल्थ्यो होला। पहिला रोपेको भिन्डी त फल्न थाल्यो। त्यस्तै छ। यो कुरिलोहरू चाहिँ मैले एउटा एउटा हुन्छ अनि त्यत्तिकै होस् भनेर छोड्दिएर सबै यस्तो भएको है यो बोट। नभए यो एउटामा निकाल्यो भने बोट हुँदैन। लु यसरी क्या, यो पनि पात भइसक्न आँटेको। बैगुनको कटिङ गर्नु छ आज है। 1G कटिङ गर्ने, बैगुनमा लगाउने, मल्चिङ गर्ने। अब गर्मी हुन्छ नि त घाम लाग्दा। अनि साथै यहाँ खनखान पारिहाल्छु है। यहाँ खन्ने हो। यहाँ हेर न, यिनीहरू चाहिँ त्यो काँक्रा जस्तो देख्छ, खरबुजा होला क्या। अनि यो चाहिँ यो जारिङ्गो चाहिँ पहिला कति राख्यो होइन, खाइयो राम्रो एकदम अर्ग्यानिक भनेर। तर अब खानु त हुन्छ, तर त्यो हुन्छ अरे हौ बिस्तारै। धेरै चाहिँ अब 1-2वटा खाँदा केही हुन्न। अब धेरै धेरै जहिले ल्याएर सागहरू अब जङ्गलतिर त हुन्छ नि त, खाइराख्यो भने चाहिँ यसले बिस्तारै हाम्रो त्यो इम्युनिटी पावर हुन्छ नि हो, त्यसलाई कमजोर गर्दै लग्छ अरे। मैले त्यस्तो पढेर यो मासेको खानु त 1-2वटा त मिसाएर खान्छु। हिजो पनि लगेको त्यो ठुल्ठुलो बोट थियो धनियाँमा मिसाएर खाएको क्या, लट्टेहरूमा। तर अब त्यो जहिले जहिले ल्याएर सब्जी नै अब त्यही मात्रै खायो भने चाहिँ त्यस्तो गर्छ अरे। हाम्रो इम्युनिटी पावरलाई चाहिँ अलिकति कमजोर गर्छ भन्ने चाहिँ थाहा पाएर त्यो सबै निकालिदिने हो। मैले 2टामा खनखान पारेँ है। अब अलिअलि मल चाहिँ लगाइदिनु पर्यो। यहाँ काउडङ र उ छ यो बाख्राको बडकुला थोरै अगाडि रोप्नु अगाडि। यहाँ रोप्दा रोप्दा अहिले निकै भयो मल नलगाएको क्या। अस्ति रायोको साग लाउनु अगाडि पनि मल लगाइएन, सार्नु अगाडिकै मल छ भनेर अगाडिकै मल थियो नि त। यसरी ल यसरी नै लु सबै लगाइदिउँ न। मल बेगर त अब कहाँ फल्छ त होइन। खासै सिबीहरूतिर यसपालि मल पनि लागेको छैन कि। ए पछि गरेर उम्रिएपछि लाउँला लाउँला भन्यो, भरे त्यतिकै भयो। त्यतिकै भएर फल्नु पो थाल्यो, फलेर खाइसक्नु पो आँट्यो। ल अब सिबी रोप्ने है। यो यति फास्ट ग्रो हुन्छ। अब अहिले चाहिँ पानी परेकै छ नि त, त्यही भएर त्यति राम्रो हुँदैन। पानीले मारिदिन्छ क्या उम्रिँदै गर्दा पनि। तर सेड छ भने चाहिँ हुन्छ कि यिनीहरू। यो चाहिँ यो बर्खामा रोप्ने सिजन हो नि त। बर्खामा रोप्ने सिबी हो क्या, गर्मी महिनामा रोप्ने सेड नभएर हो। नभए त यो हुन्छ। जाडोमा चाहिँ हुँदैन है, कार्तिकदेखि चाहिँ हुँदैन नि फेरि यो सिबी। असोज त्यो असोज कार्तिकदेखि चाहिँ यसमा चाहिँ लट्टै लट्टै पर्न थाल्छ। के अरे हाम्रो लाई अहिले पनि 1-2वटामा त लाई लागिरहेछ हौ। के भएको सिबी यसपालि। नभए यो सिजन लाई लाग्दैन त यो सिबीमा। 2टा हालिदिँदैछु। पानी नपर्ने सिजनमा त अब यो हल्का अस्ति चैततिर रोप्दा त हल्का यसलाई भिजाएर 1-2 घन्टा भिजाएर रोप्दा पनि राम्रो हुन्छ, छिटो उम्रिन्छ। अलि पानी त डेली ल यसरी पानी रोपिहाल्छ। यो यति फास्ट ग्रो हुन्छ, यति फास्ट ग्रो हुन्छ। फली पनि हाल्छ 2 महिनाभित्रमा त फलेर खाइसकिन्छ। 2टा झारिदिँदैछु। बाक्लै रोप्छु म चाहिँ फेरि प्रायः। उम्रिँदै गर्दा पातैसँग बोटै सबै खाइदिन्छ क्या हाम्रो चाहिँ। आजकल चाहिँ भङ्गेराहरू के साह्रो राक्षस भएको छ क्या। भङ्गेरा, रुप्पी, परेवा
ल सबै रोप्ने यसै गरी। अनि बैगुन चाहिँ 3टा ल्याएको छ। 3टादेखि धेरै चाहिँ म प्रायः रोप्दिनँ पनि। यसो 1-2 खानु भइहाल्छ। यसको पनि 3G कटिङ गर्ने बेला भइसकेको छ। नभ्याएर हो 3G कटिङ गर्ने। 1G कटिङ हानेपछि झारपात उखाल्छु। अनि यसमा फर्टिलाइजर चाहिँ फेरि अस्ति भर्खर लगाएको छ नि, त्यो अरूमा लाउँदाखेरि। त्यसपछि चाहिँ मल्चिङ गर्ने यसमा पनि, बैगुनमा पनि अलिअलि पत्करहरू लगाएर यसरी। यो तिउरे फुल फेरि हाम्रो जाइँदै उम्रेकै। ल पानी कत्रो छिटाउनु थाल्यो पर्व। हो डिट भएर काम गरेकै छु। मल लगाउने होइन, त्यसपछि मल त अस्ति भर्खर पनि लगाएको हो। यसको कटिङ हान्ने 1G कटिङ अलि हाँगाहरू आओस् भनेर मल्चिङ पनि गर्नु पर्यो। मल अलिअलि छ्याप्प लगाइदिएर यसलाई मल्चिङ गऱ्यो भने चाहिँ झारपात त्यति आउँदैन नि। झारै झार्छ यसमा चाहिँ। यसमा त त्यो पनि रहेछ हौ, ग्लेडुलसहरू पनि आफै उम्रिरहेछ। यहाँ अस्ति कति उखालेर लगेँ होइन ग्लेडुलस, तल लगेर साह्रै हेर्नु न दानाहरू अस्ति निकालिदिएको। यस्तो दानालाई हेर 100 रुपियाँ 50 रुपियाँ भन्छ। यो डबलमा पिङ हो। तल मैले चाहिँ यसको चाहिँ 1G कटिङ गरिसकेँ, सर्ट भिडियो बनाएँ है। अब यिनीहरूको गर्छु। मलाई हिजो कसले सोध्दै हुनुहुन्थ्यो यो 1G 2G कटिङ चाहिँ कमेन्टमा आइरहेको थियो। अरू लहरे बालीमा नि लहरे बालीमा नि गर्न मिल्छ भन्दै हुनुहुन्थ्यो। गर्न मिल्छ, काँक्राहरूतिर हामीले गऱ्यौँ अस्ति होइन। करेलाहरू जेमा नि त्यो टुप्पो चुट्याएर फाल्ने त हो। पहिलो आएको लामो 1.5 फुटको भएपछि अलिक 8-9 वटा पत्ता आएपछि त्यसको टुप्पो चुट्याएर फाल्ने हो क्या। अनि अलिक धेरै आउँछ नि त, अलिक धेरै आउँछ ब्रान्चहरू। यो पनि अब जस्तै यो अलिक सानो छ, यसको मुनिको यो पातहरू पनि मैले हटाइदिएँ है। यो मुनिको यसको आइरहेछ नि, यो दोस्रो पुस्ता, यो पनि मैले निकालिदिएँ। यसको काम छैन, यसबाट फल्दैन है। अनि यो चाहिँ पहिलो पुस्ता हो। यो सिधै आएको चाहिँ फर्स्ट जेनेरेसन। अब यो चाहिँ बुसी भएर आउँछ। अब ल यसको पनि यही गर्ने हो। यो पहिलो पुस्ता होइन, यसरी पहिलो पुस्तालाई काटेँ। ठ्याक्क यसको जोइनभन्दा माथि। अब यहाँ साइडबाट निक्लिँदैछ नि त, छिटो निक्लिन्छ। अनि यसको चाहिँ यो मुनिको पातहरू सबै झिकिदिने हो। यसरी यो मुनि आएको यो दोस्रो पुस्ता पनि क्या ट्वाक भाँचिदिने। यो मुनिकोबाट हुँदैन। ल यसरी नै हो यसको 1G कटिङ गर्ने। अब फेरि यो माथि हुन्छ नि, यो माथि आउँछ नि, यो लामो यसलाई काट्यो भने चाहिँ 3G हुन्छ। मैले किनकि मुनिको दोस्रो पुस्ता त काटिसकेको छु होइन, 3G हुन्छ। तर म 3G चाहिँ गर्दिनँ। अब यो हाम्रो कौशी खेती हो। अनि अब यसलाई चाहिँ मल्चिङहरू गरिहाल्छु। म मल लगाउँछु, मल्चिङहरू गरिहाल्छु। मल्चिङ गऱ्यो भने चाहिँ त्यही हो, शीतल हुन्छ, धेरै झार पलाउँदैन होइन। गर्मी हुन्छ नि त अब यस्तो पटमा, कौशी खेतीमा झारहरू धेरै पलाउँदैन। अनि पछि डिकम्पोज हुँदै गएर राम्रो फर्टिलाइजर पनि हुन्छ तिनीहरू। मैले चाहिँ यो एउटामा चाहिँ पुरा मलहरू गरेर मल्चिङ पनि गरिसकेँ है। सर्ट भिडियो बनाएँ। अब यहाँ खरानीहरू लगाइसकेको छ अलरेडी, र पनि अझै अलिअलि खरानी लगाइदिन्छु। यो खरानी चाहिँ एकदम राम्रो मल हो है। खरानी चाहिँ एकदम राम्रो। हामीले लसुनहरूमा पनि लाउँछौँ नि, पोटी ठुलो लाग्छ। किनकि खरानीमा एकदम प्रचुर मात्रामा पोटासियम पाउँछ क्या। त्यसले चाहिँ अब यो फुलहरू लागेपछि चाहिँ झरेर जान्छ नि, फलहरू कुहिएर सानैमा चिचिलामा त्यस्तो गर्नु दिँदैन। काँक्रा पनि अब जस्तै काँक्रा फुल खिल्दै गर्दा यो खरानीहरू हामीले झोल मलमा खरानीहरू मिक्स गरेर लायो भने राम्रो हुन्छ। यसो छ्याप्पै खरानी लगाइदिने। कीटनाशकको काम पनि गर्छ खरानीले। एकदम राम्रो है खरानी चाहिँ, एकदम हाम्रो अर्ग्यानिक मल। अनि यहाँनिर चाहिँ हाम्रो काउडङ है, पुरानो काउडङ। यिनीहरू किनेकै हो मैले। नयाँ फ्रेस लाउनु हुँदैन है, गोबरहरू चाहिँ केहीमा पनि फ्रेस लाउनु हुँदैन। फ्रेस चाहिँ उही गाउँघरतिर लिप्दा मात्रै हो, खमार लिप्दा यसरी गर्ने होइन, मल लगाउने। किनकि मैले चाहिँ अब अगबारेमा त मल लाइनँ, छ्यापै मल थियो। यसमा चाहिँ मल रहेन रहेछ र। अनि यही हो हाम्रो पुरानो लिफ मोड।
लिफ मोड त भइसकेको छैन, नबनाएकै हो, ड्राई लिफ भनौँ न। यो 1-2 साल पुरानै हो। पानी हाल्दै राख्यो भने चाहिँ हुन्छ छिटै, तर अब त्यो छिट्टै पचिजान्छ भनेर क्या। ल यही हो मल्चिङ गर्ने। यो मल्चिङ गऱ्यो भने चाहिँ मेन कुरा त अब कौस खेती कति गर्मी हुन्छ होइन, शीतल हुन्छ, बोट बिरुवा हाल्दा अलिकति भए पनि, प्लस झारहरू उम्रिन दिँदैन। अनि यो बिस्तारै अब डिकम्पोज हुँदै गएर राम्रो फर्टिलाइजर हुन्छ। अब जस्तै जमिनमा त प्लास्टिकको मल्चिङ गर्छ होइन, त्यो प्लास्टिकको मल्चिङले जमिनमा चाहिँ अब मल पनि बग्नु दिँदैन नि त। फर्टिलाइजर लगाएको त ठुल्ठुलो पानी पर्दा बगेर जान्छ होइन, त्यो प्लास्टिकको मल्चिङ गर्दा चाहिँ अडिन्छ क्या मलहरू। अब यहाँ हाम्रो त यो यस्तो पटमा माटो पनि आधी आधी छ, मल बग्ने त कुरै भएन होइन। शीतलता पनि प्रदान गर्छ, शीतलताको लागि। अब यसमा अलिकति भए पनि शीतल हुन्छ नि। कस्तो घाम लाग्यो नि, यति डरलाग्दो घाम लाग्छ त नि अहिले। यो वैशाख अन्तिम हुन आँट्यो, अस्ति अगाडिदेखि नै। अनि जेठमा झन् कस्तो घाम लाग्छ, खतरनाक घाम लाग्छ। ल हामीले चाहिँ सिमी रोप्यौँ है, बैगुनलाई मल्चिङ गऱ्यौँ, बैगुनको वन्ची कटिङ गऱ्यौँ। अब यो यस्तो एउटा काट्दै यो खाली गर्नुपर्ने छ क्या बट्टा। त्यति साह्रो ठुलो नभए पनि हामीलाई 1 छाक पुग्छ, कुन्दरो भएको छ, त्यही गर्नुपर्छ क्या। यो सबै अझ दह्रो नै भइसकेको छ। यो एउटा काट्छु, यसलाई काट्नु पर्यो। यस्तै हो यो, किनकि यो टिकटिक हुन्छ नि, यो चाहिँ हाम्रो चाहिँ अर्ग्यानिक हो है। किराले खाएको लागेकोहरू चाहिँ अर्ग्यानिक यिनीहरूको सबै। अनि म चाहिँ मल पत्ताहरू उसमा हाल्छु। यहाँ मुनि हेर्नु नि, पखालेर ल्याउँछु। ल पखाल्नुपर्छ सबै। ए पखालेर ल्याएँ है, अझै यसो निकाल्नु पर्ने रहेछ। यस्तै हो अर्ग्यानिक। अझै एउटा काट्छु। यहाँ के देख्दै हुन्छ, यो लास्ट हो, यो बढ्दैन क्या फुलकोपी, त्यही बन्दामा मिक्स गर्ने हो। लु बन्दामा मिक्स गर्ने हो। यहाँ पनि चाहिँ यो यिनीहरू सानसानो यो पोली पनि खाली गरेर म यसमा के सार्छु क्या। अन्त भटमास रोप्दा नि हुन्छ, पानी पनि थालिसक्यो। यस्तो यिनीहरू आउट पार्नुपर्छ। यस्तोमा रोपेको हुन त यो अस्ति पहिला त राम्रै भएको थियो, अहिले त अब सिजन गयो नि त हो, जेठमा पनि काहीँ हुन्छ त होइन, भइरहेछ यतिको। अब ल यो सिजनको लास्ट हो, लास्ट यो फुलकोपी। हामी सिमी टिप्छौँ, अलिकति सिमी चाहिँ ऊ पनि गर्नुपर्छ। मैले के अरे बिउ पनि राख्नुपर्छ क्या। कत्रो लामो छ हेर्नु न, बाफ्रे। अहिले यसपालि खोइ के भएर अर्को उता त लाई पो लाग्नु थालिसकेको छ। यो अलिक छिप्पिँदै गरेको त म बिउ नै राख्ने हो। बिउ नराखी फेरि कहिले राख्ने त है, सबै खाइदिएर। राम्रो राम्रो चाहिँ टिपे खास, राम्रो चाहिँ बिउ राख्नुपर्ने हो। टिप्दैछु यस्तोहरू क्या, यस्तो सानोहरू चाहिँ खाने हो। अनि राम्रो राम्रो यो देख्नु छोड्यो घामले गर्दा। यस्तोहरू यो सुक्दै गरेकोहरू चाहिँ बिउ राख्ने हो, यस्तोहरू चाहिँ खाने हो। यो पर्पल खास नेचुरल कलर चाहिँ राम्रो अरे नि त। फुड कलर हुन्छ नि त्यो, आर्टिफिसियल चाहिँ खानुहुन्न है। नेचुरल कलर, कलरफुल साग सब्जीहरू, गाजर हुन्छ नि, रातो गाजरहरू केहरू कलरकोहरू चाहिँ खाएको राम्रो अरे एकदम। यसरी हामी सिमी टिप्दैछौँ, भित्रको पनि टिप्दैछु। मसिनोहरू यस्तो खालकोहरू बढ्दैन अब, यस्तोहरू।
बाक्लो भएर होला क्या लागेकै ल पसिना आएर हेर्नु त टिप्दैमा यस्तो साह्रो हुन्छ हुप्प छ नि त हुप्प 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 यो एक दुईवटामा चाहिँ लाइ आएछ कि भित्रभित्र अलिक टिप्छ यो हेर्नु न नेचुरल कलर खानु अरे क्या मिठो छ यो सिबीहरू चाहिँ पहिला विदेशकै बिउ हो दिदीहरूकोबाट ल्याएको पाउँदैन नि यो धुस्रे सिबीको बिउहरू त मैले देखेको छुइनँ है यिनीहरूको नरम बोक्रा पनि मजाले पाक्छ क्या ल आजको हाम्रो हार्भेस्टिङ चाहिँ यही हो काम गर्यो है सिबी रोप्यो बैगुनको काम गर्यो यहाँ 3 कलरको सिबी छ व्हाइट पर्पल अर्ग्यानिक हुने यिनीहरू सबै सिबी चाहिँ यस्तो अझै रोप्दा हुन्छ तर सेड चाहिन्छ क्या पानी धेरै पऱ्यो भने उम्रिँदै गरेको नि पानीले हानेर मारिदिन्छ नि त ल यही मेरो भिडियो थाक्यो है हजुरहरूलाई के कस्तो लाग्छ मेरो कौशी खेतीको भिडियो है कमेन्टमा लेखिदिनुहोस् लाइक पनि गरिदिनुहोस् अनि मन परेमा सेयर पनि गरिदिनुहोस् कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् अनि यतिन्जेलसम्म मेरो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई थ्याङ्क यू सो मच बाई बाई टाटा